मेरो नाम जेनिस छेत्री हो। अविनाश सिन्सरी। विकी दुलाल। अनि अहिले वर्ल्ड कपलाई फलो गरिरहेछ छैन हजुरले? हजुर हजुर एकदम। अनि कुन कुन टिमको फ्यान हो त? कुन कन्ट्रीलाई सपोर्ट गरिरहेको छ? म त अर्जेन्टिना हो। म पोर्चुगल हो। फ्रान्स। ए भन्छ तीनजना तीनटा डिफ्रेन्ट कन्ट्रीको हिस्सा रहेछ होइन? अनि आफ्नो कन्ट्रीको चाहिँ आफ्नो एउटा फेभरेट प्लेयर पनि भनिदिनु पर्यो। अलवेज मेसी। अलवेज रोनाल्डो। अब किलियन एम्बापे। अनि अब त्यसो भए अहिले हजुरले कुन भन्छ अरे? मैले मेसी भने। अर्जेन्टिना भन्छ होइन? अर्जेन्टिनाले लास्ट म्याच कुन सालमा जितेको थियो? 2022। अनि पोर्चुगल भन्छ है? पोर्चुगलले कतिचोटि जितेछ? थाहा छैन मलाई त। थाहा हुनु पर्यो नि त, यसपालि त जित्नु पर्यो। यसपालि त जित्छ होला। के चाहिँ कस्तो लागिरहेको छ यसपालि जित्छ कि जित्दैन पोर्चुगलले? जित्छ होला जहाँसम्म लाग्छ। अनि कहाँ फ्यान भएर अलिकति डिमोटिभेट हान्नु भएन? अलिक मोटिभेटेड भएर भन्नुभयो जित्छ कि जित्दैन पोर्चुगल यसपालि? जित्छ नि। अनि तिमीले के फ्रान्स भन्यो होइन? अनि फ्रान्सले कतिचोटि जितेछ अहिलेसम्म? फ्रान्सले 2018 मा जित्यो, त्योभन्दा अगाडिको चाहिँ अब खै थाहा भएन। थाहा भएन त्यो। कुन सालमा जन्मियो तिमी इङ्ग्लिस डेट? म 2010। भनेपछि बिचार 8 सालको रहेछ, त्यति थाहा हुनु होइन? धेरै ठुलो कुरा हो, ठुलै फ्यान रहेछ भाइ होइन? भनेपछि वर्ल्ड कप हेरेको थिएँ कि मैले, त्यही भएर। हजुर त्यो बेला वर्ल्ड कप हेरेको थिएँ कि मैले बसेर। अनि ए यसपालि चाहिँ के लाग्छ फ्रान्सले जित्छ कि जित्दैन? जित्छ फ्रान्सले यसपालि। नेक्स्ट म्याच कहिले छ त फ्रान्सको? नेक्स्ट म्याच त्यो चाहिँ खै थाहा भएन। ठिकै छ ल। छैन। एन्सर राम्रो राम्रो भन्यो। अहिले कति पढ्दियो? हजुर अहिले कति क्लास पढ्ने? म एसी दिएर बसेँ। एसिदेर भन्छ। एसी। अनि 12 सकेपछि बाहिर जाने प्लान छ कि के छ? एकदम बाहिर गइहाल्यो। हेरौँ जानु पर्ला। ठिक छ, बाहिर जाने भए चाहिँ अब हामी कन्सल्टेन्सी सेफलाइन एजुकेसनबाट हो होइन? अब हजुरहरूलाई पनि सानो सानो गिफ्ट पनि छ। उहाँ भाइले चाहिँ अलिकति मलाई मेसी भने भएर अलिक खुसी लाग्यो होइन? अरू पनि ठिकै छ ल। सानो सानो गिफ्ट छ, धेरै ठुलो गिफ्ट त छैन है भाइ? ल यो चाहिँ हाम्रो कन्सल्टेन्सी आयो भने चाहिँ अलिअलि डिस्काउन्ट पनि हुन्छ। 12 सकेपछि सेफलाइन एजुकेसनलाई सम्झिनु होला है त। थ्याङ्क यू सो मच फर पार्टिसिपेटिङ। ल बेस्ट अफ लक।